जब धरतीमा कम्पन आयो। बाआमाले कहिलेकाहीँ 1990 सालको महाभूकम्पको कथा सुनाउनुहुन्थ्यो। त्यस्तो प्राकृतिक प्रकोप कहिल्यै अनुभव नगरेकोले मलाई उहाँहरूको कथा अति कथा जस्तै लाग्थ्यो। कसरी धरती यसरी हल्लिन सक्छ, कसरी घरहरू ढल्न सक्छन्, मेरो मनले यही सोच्थ्यो। म ठिङ्गनमा हुर्किँदै थिएँ। समय समयमा भूकम्पका धक्काहरू महसुस हुन्थे, तर ठुलो क्षति भने पुर्याएको थिएन। त्यसपछि आयो वैशाख 12 2072 सालको त्यो दिन। त्यो शनिबारको बिहान साधारण दिन जस्तै सुरु भएको थियो। घरमा हामी 3-4 जना मात्र थियौँ। म भान्सामा बसेर खाना खाइरहेको थिएँ। त्यत्तिकैमा केही हलचल भएको अनुभूति भयो। 1 सेकेन्ड, 2 सेकेन्ड, 3 सेकेन्ड भएपछि मैले महसुस गरेँ धरती नै बोल्न थाले झैँ भयो। गड 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 गड। सुरुमा बिस्तारै, त्यसपछि दमदार भित्ताका सामानहरू खस्न थाले। बाआमाले जस्तो सुनाउनु भएको थियो त्यस्तै थियो भूकम्प। उठ्न खोजेँ तर खुट्टा काँपिरहेको थियो। म कसरी उठेँ, कसरी हिँडेँ, कसरी बाहिर निस्केँ थाहा भएन। वरिपरि गाउँमा कोलाहल थियो। पहिलो झट्काले धेरै क्षति भइसकेको थियो। त्यो क्षण, त्यो पलको सम्झना निकै आउँछ। बाआमाले वर्णन गरेको जस्तो महाभूकम्प मैले आफ्नै आँखाले देख्दै थिएँ। भूकम्प रोकिएन। पटक पटक प्राकम्पहरू आइरहे। प्रत्येक प्राकम्पले मान्छेलाई कहिले नजिक कहिले टाढा पुर्याउँथ्यो। गाउँका मानिसहरू खुला मैदानमा भेला भए। कोही आफ्नो सरसामान बचाउने कोसिस गर्दै थिए। बालकदेखि वृद्ध सबैको आँखामा निराशा र अनिश्चितता थियो। भूकम्प गएपछि मोबाइल फोनको नेटवर्क बिग्रियो। परिवारका अन्य सदस्यहरूलाई सम्पर्क गर्न खोजेँ तर नेटवर्कमा समस्या थियो। भाग्यवश केही घण्टापछि फोन र सञ्जाल सुचारू भयो र आफन्तसँग कुरा गर्न सकियो। एकपछि अर्को खबरहरू आउन थाल्यो। काठमाडौँमा धरहरा ढलेको, मन्दिरहरू भत्केको, मान्छेहरू भूकम्पमा परेर मृत्यु भएको, कोही घन्टौँसम्म घरभित्र फसिरहेको, सिन्धुपाल्चोक, गोर्खा, लमजुङ, दोलखा, मकवानपुर, काभ्रेपलाञ्चोक लगायतका जिल्लाहरूमा ठुलो जनधनको क्षति भएको एकदमै कारुणिक अवस्था देखियो, सुनियो। केही दिन खुला आकाशमुनि दिन र रात बित्यो। मलाई लाग्यो प्रकृतिको अगाडि हामी कति सानो छौँ। धनी गरिब ठुलो सानो सबै खुला आकाशमुनि उही त्राससँग बसेका थियौँ। वैशाख 29मा फेरि ठुलो प्राकम्प गयो। त्यसले बल्ल बल्ल सामान्य हुन लागेको जनजीवन फेरि अस्तव्यस्त बनायो। जो मानिसहरू घरभित्र बस्न सुरु गरेका थिए उनीहरू फेरि बाहिर आए। फेरि त्रास बढ्यो। भूकम्पपछिको मानसिकता अर्कै थियो। माटोको घरमा हिँड्दा हल्लियो भने नि भूकम्प नै आए झैँ लाग्ने। रातमा सुत्न गाह्रो, खाना पकाउन, दैनिक कार्य गर्न पनि कठिनाई। तर मान्छे प्रतिकूल परिस्थितिमा पनि बाँच्न सिक्छ, मिलेर बाँच्न सिक्छ। बिस्तारै राहत आउन थाल्यो। पहिले खाना, त्यसपछि कपडा, त्यसपछि तत्कालका लागि आवास, सरकारी र गैर सरकारी संस्थाहरूको सहयोग प्रभावित क्षेत्रमा पुग्न थाल्यो। विदेशबाट पनि सहयोगहरू आयो। हाम्रो ठिङ्गनमा पनि बिस्तारै राहत वितरण भयो। घर बनाउनका लागि सरकारले प्रति परिवार 3 लाख रुपियाँ दिने घोषणा गर्यो। धेरै परिवारहरूले नयाँ अनि बलियो घर बनाए। राहतको पैसाले गरिब परिवारहरू पनि नयाँ घर बनाउन सक्षम भए। विपत्तिले कसैलाई अवसर पनि दियो। ठिङ्गनमा भूकम्पपछि बनेका घरहरू फरक देखिन्छन्। पहिलेका ढुङ्गा माटोका घरको साटो अब सिमेन्ट र फलामे छड प्रयोग गरिएका घरहरू छन्। पुरानो घरको संस्कृति हराएको छ तर सुरक्षित छ। 2072 को महाभूकम्पपछि पनि नेपालमा साना ठुला भूकम्पहरू आइरहेका छन्। 2080 कार्तिकमा पश्चिम नेपालको जाजरकोट, रुकुम लगायतका जिल्लामा गएको भूकम्पले ठुलो क्षति पुर्यायो। यो 6.4 रेक्टरको भूकम्पले धेरै घरहरू क्षतिग्रस्त भए। सयौं मानिसको ज्यान गयो। विज्ञहरूले भन्ने गर्दछन् नेपालमा प्रत्येक 80-100 वर्षमा ठुलो भूकम्प जान्छ। विक्रम सम्वत 1990 सालमा गयो, 2072 सालमा गयो, अर्को कहिले जान्छ। तर अब हामी तयार हुनुपर्छ। भूकम्प प्रतिरोधी घरहरू बनाउनुपर्छ, आकस्मिक योजना बनाउनुपर्छ, प्राथमिक उपचार सामग्री राख्नुपर्छ र एकअर्कालाई सहयोग गर्न तयार रहनुपर्छ। भूकम्प आउँदा मानिस निरीह हुन्छ, त्यही भूकम्पको बेला बलियो पनि हुन खोज्छ। भूकम्पको त्रास भयानक हुन्छ तर मानवीय सहयोग र एकता भूकम्पभन्दा शक्तिशाली हुनुपर्छ।